तपाईलाई के भनेर निस्क्यो घरबाट त्यो पनि भन्नुस् न। मैले पैसा पठायो सरकारी वर्ग कति पैसा ल्याउनु भने यही छ सामने खडा छ। मुले मलाई भने तैँले के गर्न खोजेको? मैले भने स्कुटी किन्न ठीक छ स्कुटी किन्छु भन्नुभयो। मैले भने ठिकै छ। अनि पछाडि के भन्यो भने म मधुबन जानु छ नानी लिएर भोलि म कपडा किन्न जान्छु भने मैले यही मान्छे हो भोलि मलाई म फोन गर्छु ल म त्यतिकै म ड्युटी गएँ। अहिले आएर मलाई एउटा छोरीले आहा म छाडा हालेँ नि ए त्यहाँदेखि उहाँ हराएको भयो। नकिटा कान्छी मलाई घरमा सबै भेला गरेर चाहिँ मलाई काट्छु र मार्छु मलाई म अहिले मार्छु भनेपछि अनि उहाँ त विदेशमा थियो त। दाजुभाइले त्यसरी भनेको तपाईँ अब मैले नगरेको पनि मलाई यो गणेश दाइ हो मैले नगरेको कुरा को कोले चाहिँ कहाँदेखि मेरो चुप लाग्नु 30 दिन भइसक्यो आमालाई एकल गरिस् हामी त दुश्मन भएछौँ। जन्म दिने आमा 10 महिना काख्रो कोक गरेर हुर्काएको आज मेरो आमाले तँलाई एकल गरिस् म सुरिदिनु म यही मारिदिन्छु म। एकल गरिस् आमा कसरी रोएर बसेको छ घरमा दाजु माइतीहरुको पनि तनाव हुन्छ नि त यस्तो भएपछि माइतीहरुलाई पनि कति बहिनीको हामीले ओताप गरेर राखेको तँलाई त तेरो म त काँचो खुन खाने थिएँ क्या आज म। राति आमा भालेर पानी भएर बसेको छ। भयो त ठिक छ त छोड्दैन यो रन्डी नि यो रन्डी कानुनले दिन्छ कानुनले छोरा भनेको कानुनले जबरजस्तीको कुरा मेरो बहिनी हो मैले हात हाल्दिनँ बहिनीलाई त म सम्झाउनु पाउँदिनँ। पहिले चाहिँ हात लाउन मलाई तैँले हात लाउने अधिकार छैन। खोइ स्कुटी किन्ने लिएर हिँडेको पैसा 75,000 मैले मेरो सम्मदेखि निकालेको म आफै तिर्छु भन्दैछु त म उसलाई तिराउँदिन अब आयो एक जहिले भए पनि म तिर्छु जहिले भएर एक वर्षभित्र तिर्नुपर्ने हो म तिर्छु तिर्छु भनेर त मैले तिर्छु जहाँ सिफारिस आए पनि जहाँ जे आए पनि म आउँछु के।